भ्रष्टाचारी प्रधानमन्त्री, भ्रष्टाचारी मन्त्री, भ्रष्टाचारी अख्तियार, भ्रष्टाचारी संवैधानिक आयोग, भ्रष्टाचारी पुलिस, भ्रष्टाचारी सेना। अब अहिले सरकारले गरे भ्रष्टाचार कागज हामीले कसरी पाउने? ठुलो क्रान्ति हुनु पर्यो, ठुलो विद्रोह हुनु पर्यो। अहिलेका जम्मै सत्तामा बसेकाहरू झाराझुरुप मर्नु पर्यो, नयाँ सृष्टि भएर नयाँ सरकार बन्नु पर्यो, नयाँ व्यवस्था बन्नु पर्यो। यो बहुमतको दम्भ, 2/3 दम्भ भ्रष्टाचारीलाई खम्बा बनाएर पठायो। ल सप्ताह लाउँछु, यो सप्ताह सबभन्दा धेरै पैसा जसले दिन्छ त्यसलाई म रथमा हालेर गुडाउँछु, पञ्चे बाजा बजाएर सहर घुमाउँछु भन्छ। अनि तस्कर गएर पैसा दिन्छ, अपराधी गएर पैसा दिन्छ, भ्रष्टाचारीले गएर पैसा दिन्छ, अनि त्यसलाई रथमा हालेर बाजा बजाएर कुदाउँछ। अनि हामी ताली बजाउँछौँ। एउटा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाउँछु, त्यसले चाहिँ प्रधानमन्त्रीलाई, राष्ट्रपतिलाई जो छन् ठुलाबडा टाठाबाटा जान्ने चुनी धनीमानी हुने खाने जो छन् तिनीहरूलाई च्याप समातेर कारवाही गर्छ। घुस खाँदा 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 असाध्य अनुभव भएको, घुस खान असाध्य सिपालु त्यस्तो मान्छे खोजी चाहिँ नि पूर्व कर्मचारीले लगेर अख्तियारमा राखे। अनि उता घुस खानु सिपालु, मन्त्री हुँदा घुस, सचिव हुँदा घुस खाएको, उपसचिव हुँदा घुस खाएको, सेक्सन अफिसर हुँदा घुस खाएको, सचिव हुँदा घुस खाएको, विभिन्न राजदूत हुँदा घुस खाएको, अनेक पदमा बसेर घुस खाएको अनुभव धेरै भएको। अनि घुस कसरी खाने भन्ने कुरो उसलाई थाहा छ, त्यसलाई लगेर अख्तियारमा राखिदिने। अनि त्यसले कसरी कारवाही गर्छ? एनजिओ र आइएनजिओ नाम गरेका संस्था जति छन् नि, तिनीहरूले ल्याएको सम्पत्ति कति छ, पैसा कति छ, त्यसको अनुसन्धान गरेर त्यसको चाहिँ नि उच्च स्तरीय न्यायिक आयोग बनाएर अनुसन्धान गरेर त्यो पैसाको खोजी गर्ने हो भने एमाले पार्टी कोल्याप्स हुन्छ। पार्टीले कोल्याप्स, अरू केही गर्नै पर्दैन। कुन बहादुरले ल्यायो त्यसै अझ यो सहकारी मिसाइदियो भने त एमाले भन्ने पार्टी नेपालबाट क्विट। कांग्रेस भन्ने के हुन्छ नि, बडेमा रुख बनाएर देखाउँछ नि कांग्रेसले झ्याममा, त्यो चाहिँ झिग्रो जस्तो हुन्छ, झिग्रो। माओवादी पनि दुब्ला र हरिताज बन्छ। राजनीतिमा सेवा प्रतिनिधिले गर्ने, नगर्ने प्रतिनिधि जनताले बदल्ने, यो सिद्धान्त अवलम्बन गर्न सकिन्छ कि सकिँदैन? बडो गाह्रो छ त्यो। नेपालको प्रधानमन्त्री भन्छ हेलिकप्टर नेपालको पैसाले चढ्छ, दौरा सुरुवाल नेपालको पैसाले लाउँछ, जनतालेको काम चाहिँ गर्न उसको राजनीतिक दलमा जान्छ, दिनभरि दलको काम गरेर आउँछ। त्यस्तो मुलुक कसरी विकास हुन्छ? दल छाडी पद, पद छाडी दल, दल वा पद मध्ये एक छाड्नु पर्ने, यो सिद्धान्त अवलम्बन गर्न सक्छ कि सक्दैन? यो सबै आमूल परिवर्तन, ड्रास्टिक चेन्ज नहुन्जेलसम्म भ्रष्टाचार निर्मूल हुँदैन, नियन्त्रण हुँदैन। ज्ञानेन्द्रको शासन भावे ठुला तस्करहरूले, ठुला कालाबजारियाहरूले, अपराधीहरूले, ती मुलुक मारा, बजेट मारा, गरिब माराहरूले कबुल र बाचा पहिल्यै गरेर चुनावमा पैसा लिन्छ। गिरिजा महाराजहरू आए, एक कान्छा हो, तेरो मुलुकका पैसा पठाएको, उद्योग पनि खोलिदिएको, बाटो पनि बनाइदिएको, कल कारखाना नि खोलिदिएको। अब के गर्ने त? सस्तोमा बेच्ने, आफ्नालाई बेच्ने, घुस खाएर बेच्ने, बेच्न चाहिँ बेच्ने। किन बेच्नु पर्यो भने सही गरिसकेको छ, अन्तर्राष्ट्रिय स्तरमा एग्रिमेन्ट गरिसकेको छ। फेरि कांग्रेसले यसरी भ्रष्टाचार झन् चाहिँ नि मौलाउन थाल्यो। पारदर्शी नभएको मान्छे प्रधानमन्त्री बन्न नपाइने। तिम्रो आम्दानीको स्रोत देखाउ कान्छा, त्यो आम्दानीको स्रोत अनुसार तिमी पदमा बस्न पाइने। जत्रो आम्दानी छ त्यत्रो खर्च गर्नु पर्यो नि। आम्दानी छैन, खर्च चाहिँ अरबपतिको जस्तो। चुनाव आयो, चुनाव आयो, अब खान पायो, बियर खान पायो, मासु चुरा खान पायो, मोटरसाइकल किनिदिने भयो, अनि त्यसमा पेट्रोल हालिदिने भयो। मलाई चाहिँ नि जम्मै चाहिँ मोज मजा गर्न पैसा दिने भयो। नेताले दियो पैसा दियो भन्छ। युवाहरूले पैसा कसको? तस्करको। खाने कसले? जनता, युवाहरू सबै दिने तस्कर, कालाबजारिया, जितेर आउने तिनीहरूका एजेन्ट, सरकार त्यसले बनाउने, अनि त्यसले चाहिँ अपराध नगरिकन सुखै पाएन। चाहे प्रचण्डलाई सोध्नुहोस्, चाहे ओलीजीलाई सोध्नुहोस्, तपाईँको दक्षता र योग्यता कति छ? खासै त्यस्तो मेरो दक्षता खास केही छैन। तपाईँको क्षमता, तपाईँको चाहिँ नि पैतृक सम्पत्ति के छ त्यो खास छैन। अनि तपाईँको उद्योग धन्दा, कल कारखाना के छ त्यो त के पनि छैन। अनि तपाईँको पेसा के छ नि के पनि छैन। तपाईँको श्रीमतीको उनी त राजनीति। अनि तपाईँसँग त रहन सहन, बसो बास, उठ बस, खान पिन त बडो धनी बानी मान्छेको जस्तो गाडा आयो। त्यो पैसा स्वर्गबाट इन्द्रले पठायो हो, कहाँ ल्यायो? यो पढेया छैन, उद्योग छैन, धन्दा छैन, पेसा छैन, व्यापार छैन, योग्यता छैन, क्षमता छैन, काम केही गर्दिन, दिनभरि भाषण गर्छु, दिनभरि राजनीति गर्छु भन्छ। अनि पैसा घर आएर करोडका गाडी,
अरब अरबका चाहिँ नि सम्पत्ति कहाँ प्राप्त हो? ठ्याक्कै तिम्रो सम्पत्ति कति छ भनेर अहिले सोध्यो भने छैन भन्छ। के पनि छैन। बिरामी भयो विदेश उपचार गरेर पुग्छ। स्वाहानै छोराछोरी जम्मै चाहिँ नि विदेशमा पढाउँछ। घर गजबकोमा बस्छ। यो घर कसको नि? साथीले बस्न दे। कस्तो साथी रहेछ त्यसको? हो भ्रष्टाचार। त्यही हो। हाम्रो देशका सबैजसो पार्टी चन्दा बेगर बाँच्दैन। तस्करहरूसँग उठाउँछ, कालाबजारियाहरूसँग उठाउँछ, शोषकहरूसँग उठाउँछ, अपराधीहरूसँग उठाउँछ। कसैले त्रास बनाएर चन्दा लिन्छन्, चन्दाबाट भ्रष्टाचार सुरु हुन्छ। राजनैतिक दलहरूमा चन्दा उठाउने प्रक्रिया रहन्जेलसम्म भ्रष्टाचार नियन्त्रण हुँदैन। नेपालको सबै पर्यटन उद्योगहरू दलालहरूको पन्जामा छ। नेपालका ठूला ठूला होटल कसको छ? होटल सोल्टी कसको? अहिले बनेका नयाँ नयाँ होटलहरू छन् नि ती कसका? नोकरसाही अपराधी तस्करहरूको। भ्रष्टाचार गरेको हदम्याद राख्नुपर्छ। भ्रष्टाचार गरेको मितिले 6 महिनाभित्र मुद्दा दायर गरेन भने मुद्दा लाग्दैन भनेर लेख्नुपर्छ भनेर सदनमा राखेर पेश गरे। आज अब भ्रष्टाचार उपदा बसुन्जेल थाहा हुँदैन। अनि उसको सरकार खुसिन्छ कहिले? 5 वर्षपछि। हदम्याद राखेर 5 वर्ष। यो भ्रष्टाचार निर्मूल हुने विषय पनि होइन। मैले आजसम्म कुनै पनि देश भ्रष्टाचार मुक्त देश भन्ने देखाएको छैन। भ्रष्टाचार कुनै देशमा धेरै छ, कुनै देशमा थोरै छ, कुनै देशमा न्यून छ, कुनै देशमा अधिकतम छ। चाइनामा भ्रष्टाचार गर्ने र मृत्युदण्ड छ, तर त्यहाँ प्रत्येक दिन जसो अदालतबाट फैसला हुन्छ मृत्युदण्डको। मान्छे नै मारिनी भएपछि त भ्रष्टाचार रोकिनुपर्ने हो नि त्यहाँ। त त्यस्तो कुरा हो। त यसलाई न्यूनीकरण गर्ने हो, नियन्त्रण गर्ने हो। नियन्त्रण र न्यूनीकरण नेपालमा किन भएन भने यहाँको चुनावको बेलादेखि यहाँ भ्रष्टाचार सुरु हुन्छ। चुनावमा मैले आजसम्म चन्दा लिएको छैन। मेरो उमेर कति भयो तपाईहरुले अन्दाज गरिहाल्नुहुन्छ। मैले राजनीति गरेको 14 वर्षको उमेरदेखि हो। आजसम्म मैले चन्दा कोहीसँग पनि लिएको छैन। तपाईहरुलाई त पत्यार लाग्दैन होला, तर हाम्रो देशका सबैजसो पार्टी चन्दा बेगर बाँच्दैन। अब चन्दा मान्छेले किन दिन्छ? एउटा आशाले दिन्छ, एउटा त्रासले दिन्छ। कसैले त्रास बनाएर चन्दा लिन्छन्, कसैले आश बनाएर चन्दा लिन्छन्। यो दुईटै चन्दाबाट भ्रष्टाचार सुरु हुन्छ। त्यसकारणले राजनैतिक दलहरूमा चन्दा उठाउने प्रक्रिया रहन्जेलसम्म भ्रष्टाचार नियन्त्रण हुँदैन। अब चुनाव लड्ने दलले गर्ने के अरे चन्दा कोसँग उठाउँछ? तस्करहरूसँग उठाउँछ, कालाबजारियाहरूसँग उठाउँछ, शोषकहरूसँग उठाउँछ, सामन्तहरूसँग उठाउँछ, अपराधीहरूसँग उठाउँछ। अनि हाम्रो समाज कस्तो बनाएको छ? समाज पनि गजबको छ। ल आऊ सप्ताह लाउँछु, यो सप्ताह सबभन्दा धेरै पैसा जसले दिन्छ त्यसलाई म रथमा हालेर गुडाउँछु, पञ्चे बाजा बजाएर सहर घुमाउँछु भन्छ। अनि तस्कर गएर पैसा दिन्छ, अपराधी गएर पैसा दिन्छ, अनि ती भ्रष्टाचारीले गएर पैसा दिन्छ, अनि त्यसलाई रथमा हालेर बाजा बजाएर कुदाउँछ, अनि हामी ताली बजाउँछौँ। समाज कतितिर लग्यौँ हामीले? कसले दिन्छ धेरै चन्दा? त्यसको सम्मान। यो प्रकारका प्रचलन भयो अनि भ्रष्टाचार सुरु भयो। अब निर्वाचनमा ठुला ठुला तस्करहरूले, ठुला ठुला कालाबजारियाहरूले, अपराधीहरूले, ती मुलुक मारा, बजेट मारा, गरिब माराहरूले किन चन्दा दिन्छ? त्यो सरकारमा जाला अनि मलाई कर्णालीको चाहिँ नि जलविद्युतमा वा अरू कुनै पनि हाइड्रो पावर अथवा जलविद्युतमा मलाई कमिसन देला, मलाई काम देला, मैले त्यसलाई कमिसन देऊला। यो कबुल र बाचा पहिल्यै गरेर चुनावमा पैसा लिन्छ। प्रत्येक चुनावमा भ्रष्टाचारको, त्यो चुनाव भनेको भ्रष्टाचारको मुहान हो, सुरुवात हो। अनि हामी मान्छे कस्ता छौँ नि? फेरि अर्कालाई मात्रै भन्ने भएन नि। चुनाव आएपछि आयो चुनाव आयो, अब खान पायो
बियर खान पायो, मासु चिउरा खान पायो, मोटरसाइकल किनिदिने भयो, अनि त्यसमा पेट्रोल हालिदिने भयो, मलाई चाहिँ नि जम्मै चाहिँ मोज मजा गर्न पैसा दिने भयो, नेताले दियो दियो पैसा दियो भन्छ। कसले? युवाहरूले। अनि नेताले पनि हो भनेर त्यसलाई दिन्छ, मोटरसाइकल किनिदिन्छ, जाँड खान दिन्छ, मासु चिउरा खान दिन्छ, पैसा दिन्छ, सारा चिज गरिदिन्छ। अनि उसले भोट कसलाई हाल्छ? त्यसैलाई हाल्छ। पैसा कसको? तस्करको। खाने कसले? जनता, युवाहरू सबै, त्यसका मतियार प्रचारकहरू। खाने तिनीहरू, दिने तस्कर कालाबजारिया, जितेर आउने तिनीहरूका एजेन्ट, सरकार त्यसले बनाउने, अनि त्यसले चाहिँ अपराध नगरिकन सुखै पाएन। ल, भ्रष्टाचारको मूल काण्ड, मूल कुरा यही हो। यसलाई नियन्त्रण गर्छ कसरी? 2031 सालतिर नेपाल टाट पल्टिन लाग्यो। व्यवस्था पञ्चायत थियो, सक्रिय राजतन्त्र, निरङ्कुश राजतन्त्र, निर्दलीय व्यवस्था थियो। अनि के गर्यो? इन्टरनेसनल मोनिटरिङ फाउन्डेसनले, IMF ले प्रस्ताव ल्यायो। कान्छा हो यहाँको त्यो बेलाको पञ्चलाई, राजालाई। अरूले त राजालाई कान्छा त भन्छ नि कुरा गर्दा, पैसा दिएर आफूले पाले जन्तु न हो त्यो। त्यस कारणले उसले भन्यो, तर तेरो मुलुकमा पैसा पठाएको, उद्योग पनि खोलिदिएको, बाटो पनि बनाइदिएको, कल कारखाना नि खोलिदिएको, सबै थोक हामीले गरिदिएको, दक्षिण के अरे दान पनि दिएको, अनुदान पनि दिएको, ऋण पनि ब्याज तिर्न नपर्ने दिएको, सबै पैसा त तेरा सन्तानले खाएछ नि त कान्छा भनेर राजदरबारलाई भन्यो। तेरा सन्तान भाइ भारदारले खाएछन् नि त। अनि अब के गर्ने त हजुर, म त टाटै उल्टी, यसपालि त बजेटै बनाउन नसक्ने भयो भन्यो राजाले। बजेटै नबन्ने। त्यसो भए एउटा काम गर्दा, त्यो सबै उद्योगहरू हामीले खोल्दै आयो। उद्योग त सबै विदेशीले खोल्दै आयो। त्यसको आश त राजदरबारले खाएको हो, म्यानेजर नियुक्ति उसैले गरे हो, सेयर होल्डर उही बनाए हो। अनि त्यो चाहिँ नि उद्योगहरू जम्मै मेरा दलालहरूलाई बेच्नु, अथवा त्यसलाई सभ्य भाषा भन्दा निजीकरण गर्नु, अर्को भन्दा पुँजीवादतिर लम्कनु भन्यो। ल हुन्छ गर्छु भनेर सही गरे राजाले। त्यो बेला शेरपाजको सरकारको शेरपाजको सरकार थियो, नेपाल सरकार थिएन। गर्यो सही। त्यसपछि गिरिजा महाराजहरू आए, एमालेको चाहिँ मान्छेहरू आए। अब के गर्ने त भन्दा, सस्तोमा बेच्ने, आफ्नालाई बेच्ने, घुस खाएर बेच्ने, बेच्न चाहिँ बेच्ने। किन बेच्नु पर्यो भने राजाले पहिल्यै बेच्छु भनेर सही गरिसकेको छ, अन्तर्राष्ट्रिय स्तरमा एग्रिमेन्ट गरिसकेको छ, अनि बेच्यो। अब उता राजाले खायो, यता आएपछि फेरि काङ्ग्रेसले खायो। यसरी भ्रष्टाचार झन् चाहिँ नि मौलाउन थाल्यो। अब यसलाई के गरेर निर्मूल गर्न सकिन्छ त भनेर हेर्दाखेरि दुई तीनटा कुरा गर्छु भनेर धाग लाग्यो। एउटा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाउँछु, त्यसले चाहिँ नि प्रधानमन्त्रीलाई, राष्ट्रपतिलाई जो छन्, ठुलाबडा टाठाबाटा जान्ने चुनी धनी मानी हुनी खाने जो छन्, तिनीहरूलाई च्याप समाचार कारवाही गर्छु, त्यस्तो बनाउँछु भनेर लगाइदियो। होला तरी भनेर बनाए। अनि त्यहाँ त आफ्नै दलाललाई नियुक्ति गर्ने परिपाटी बनाए। संवैधानिक परिषद कानुन बनाए, त्यसले नियुक्ति गर्ने भने। अनि आफ्ना दलाललाई घुस खाँदा 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 असाध्य अनुभव भएको, घुस खान असाध्य सिपालु त्यस्तो मान्छे खोजी खोजी चाहिँ नि पूर्व कर्मचारीलाई अख्तियारमा राखे। अनि उता घुस खान सिपालु, मन्त्री हुँदा घुस, सचिव हुँदा घुस खाएको, उपसचिव हुँदा घुस खाएको, सेक्सन अफिसर हुँदा घुस खाएको, सचिव हुँदा घुस खाएको, विभिन्न राजदूत हुँदा घुस खाएको, अनेक पदमा बसेर घुस खाएको अनुभव धेरै भएको। अनि घुस कसरी खाने भन्ने कुरो उसलाई थाहा छ, त्यसलाई लिएर अख्तियारमा राखिदिने। अनि त्यसले कसरी कारवाही गर्छ। अर्को बनायो सम्पत्ति शुद्धिकरण, यो चाहिँ प्रधानमन्त्री अन्तर्गत राख्ने भन्यो। प्रधानमन्त्री अघि चुनाव लडे कसरी मैले बताइहालेँ। उसले त ती मान्छे अब सम्पत्ति शुद्धिकरण हेर्नु पर्यो, कसलाई सम्पत्ति जसको धेरै छ त्यसलाई हेर्नु पर्यो।
त्यसो भएको कारणले गर्दा अहिले नेपालको सबै जलविद्युतहरू दलालहरूको पन्जामा छ। नेपालको सबै पर्यटन उद्योगहरू दलालहरूको पन्जामा छ। नेपालका ठुला ठुला होटल कसको छ तपाईहरुलाई थाहा छैन? होटल सोसाइटी कसको? अहिले बनेका नयाँ नयाँ होटलहरू छन् नि ती कसका? यी सबै कि राजतन्त्रका रक्त पिपासुहरूको कि चाहिँ नि दलाल चाहिँ नि नोकरशाही अपराधी तस्करहरूको यस्तो छ। अनि त्यसो भएको हुनाले यो कार्यपत्रमा लेख्नु भएछ हाम्रो कार्यपत्र लेख्ने के अरे उहाँको नाउँ सागर लिम्बुजीले उहाँले लेखेको राम्रै कुरा छ। उहाँले लेखेकै कुरामा म अलिकति गएर छुट्याइदिन्छु। उहाँले कति राम्रो राम्रो कुरा गर्नुहुन्छ, कसले गर्ने पो यो त कस्तो काइदाको कुरो। उहाँको शासन आए जस्तो गर्नुहुन्छ बा, उहाँको शासन आएको भए पो उहाँले के गर्ने रे भनेदेखि नेपालीको नाममा विदेशी बैंकमा भएको सारा सम्पत्ति फिर्ता गर्ने। कसले गर्ने? कसले गर्छ त्यो? अब यो हुन सक्ने कुरै छैन। ठुलो क्रान्ति हुनु पर्यो, ठुलो विद्रोह हुनु पर्यो। अहिलेका जम्मै सत्तामा बसेकाहरू झाराझुरुप मर्नु पर्यो। नयाँ सृष्टि भएर नयाँ सरकार बन्नु पर्यो, नयाँ व्यवस्था बन्नु पर्यो। यो अहिले सम्भव छला? अब अर्को पनि मजाले लेख्नु भएको स्वादिलो स्वादिलो कुरा लेख्नु भएको छ। भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने। अब भ्रष्टाचारी प्रधानमन्त्री, भ्रष्टाचारी मन्त्री, भ्रष्टाचारी अख्तियार, भ्रष्टाचारी संवैधानिक आयोग, भ्रष्टाचारी पुलिस, भ्रष्टाचारी सेना। अब कसले सम्पत्ति गर्ने? एउटा भ्रष्टाचारीको सम्पत्ति अदालतले फैसला 12 वर्ष लाएर गरेछ। अनि अब अहिले के गरिदियो त भने त्यसो सम्पत्ति त अब राष्ट्रियकरण गर्ने। अहिलेसम्म 12 वर्ष भयो फैसला भएको, फैसला आजसम्म पनि राष्ट्रियकरण भएर छ। फैसला चाहिँ अदालतले राष्ट्रियकरण गर्नु भनेछ, सरकारीकरण गर्नु भनेछ। अनि अहिलेको गजबको सरकारले एउटा कानुन ल्याइदियो, ढ्याक उसको के गर्यो भने त्यो सम्पत्ति सरकारको नाममा जाँदैन भनेर बनाएछ एउटा। किन? कर्मचारी त घुसिया भ्रष्टाचारी छन्, तिनीहरूले ठ्याक्क मिलाए। के लेख्यो भने त्यसको सम्पत्ति बाँच्छ। भर्खरै अध्यादेश मार्फत आएको छ। अब त्यस्तै उहाँले अर्को के लेखिदिनु भएको छ भन्दाखेरि भ्रष्टाचार विरुद्ध कडा कानुन निर्माण गर्ने भनेको छ। अब के भनेर भन्छन् भने कडा कानुन निर्माण त कुरै छोडिदियो, भ्रष्टाचार गरेको हदम्याद राख्नुपर्छ। भ्रष्टाचार गरेको मितिले 6 महिनाभित्र मुद्दा दायर गरेन भने मुद्दा लाग्दैन भनेर लेख्नुपर्छ भनेर सदनमा राखेर पेश गरेका छ। अब भ्रष्टाचार उपदा बसुन्जेल थाहा हुँदैन। अब अहिले सरकारले गरे भ्रष्टाचार कागज हामीले कसरी पाउने? अनि उसको सरकार खुसिन्छ कहिले? 5 वर्षपछि। हदम्याद राखेर चाहिँ 5 वर्ष, 5 वर्षभित्र मुद्दा नहाले लाग्दैन। यस्तो प्रकारको परिस्थिति छ। त्यसको यो पनि लागू हुने भएन। अब अर्को बनाउनु भएको छ विदेशी ऋण र अनुदानमा उत्पादनमुखी कार्यमा लाउने। नेपालमा मैले पटक पटक भन्ने गरेको छ, यो एनजिओ र आइएनजिओ नाम गरेका संस्था जति छन् नि, तिनीहरूले ल्याएको सम्पत्ति कति छ, पैसा कति छ, बजेट, त्यसको अनुसन्धान गरेर त्यसको चाहिँ नि उच्च स्तरीय न्यायिक आयोग बनाएर अनुसन्धान गरेर त्यो पैसाको खोजी गर्ने हो भने एमाले पार्टी कोल्याप्स हुन्छ। के गर्नुहुन्छ? पार्टी नै कोल्याप्स, अरू केही गर्नै पर्दैन। राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबाट त्यसलाई एनजिओ आइएनजिओ भन्छन् नि, त्यसको पैसा कति आयो, कहाँ कहाँ खर्च भयो, कुन कुन बहादुरले ल्यायो, त्यसमा अझ यो सहकारी मिसाइदियो भने त सदाको लागि मेरो कार्यकाल, तपाईहरु अहिले युवाहरूको कार्यकालभरि एमाले भन्ने पार्टी नेपालबाट क्विट, त्यति एउटा गर्यो भने। कांग्रेस भन्ने के हुन्छ नि, बडेमा रुख बनाएर देखाउँछ नि कांग्रेसले झ्याममा, त्यो चाहिँ झिग्रो जस्तो हुन्छ, झिग्रो। माओवादी पनि दुब्ला र हरिटाट बन्छ, तर नामेट चाहिँ हुँदैन। त्यसमा त्यति भ्याइसकेको छैन, वो पुरानो परेन नि, यो नयाँ पर्यो। पार्टी धेरै पुरानो परेन। त्यसकारणले मैले किन यो एनजिओ आइएनजिओ चलाउने भने उहिलेदेखिका थिएँ। अब त्यसपछि अर्को लेख्नु भएको छ के त भन्दाखेरि चाहिँ नि
सम्पत्ति छानबिन राज्यको उच्च ओहदामा बसेको मान्छेको सम्पत्ति छानबिन अब यो कसले गर्ने यार ल एउटै कुरा तपाईहरुले सुन्नुस् त हल्ला नगरी सुन्नु न है ओके हो र ए ल कुरा सत्य आयो ल यतै सुन्नुस् है त अब के भयो त भने यहाँ उहाँले लेख्नु भएको मैले उहाँकै कार्यपत्रमा नै टिप्पणी गरिरहेको छु उहाँले लेख्नु भएको सम्पत्ति छानबिन गर्ने ल म एउटा कुरा भन्छु एउटा नेतालाई तपाई पत्रकार ढुक्क भएर प्रश्न सोध्नुस् चाहे प्रचण्डलाई सोध्नुस् चाहे ओलीजीलाई सोध्नुस् चाहे जोसुकैलाई सोध्नुस् नेताहरूलाई सोध्नुस् देउवालाई सोध्नुस् के भनेर सोध्नुस् भने के भएछ फुलमान सिसिङ गइसक्नु हिजोबाट एउटा प्रश्न सोध्नुस् नेताहरूलाई हरेक नेतालाई तपाईको योग्यता कति छ भने मैले खास धेरै पढाएको छैन अनि तपाईको पैतृक सम्पत्ति कति छ मैले पहिले पार्टीलाई चन्दा दिइसके मेरो पैतृक सम्पत्ति छैन तपाईको दक्षता र योग्यता कति छ खासै त्यस्तो मेरो दक्षता खास केही छैन तपाईको क्षमता तपाईको चाहिँ नि पैतृक सम्पत्ति के छ त्यो खास छैन अनि तपाईको उद्योग धन्दा कल कारखाना के छ त्यो त के पनि छैन अनि तपाईको पेशा के छ नि के पनि छैन तपाईको श्रीमतीको उनी त राजनीति तपाईको मेरो त केही छैन तपाईको पेशै छैन छैन के गर्नुहुन्छ राजनीति अनि तपाईसँग त रहन सहन बसो बास उठ बस खान पिन त नेपालको बडो धनी बानी मान्छेको जस्तो छ नि त रहन सहन शैली इत्यादि त्यसको जवाफ के दिन्छ गाडा आयो त्यो पैसा स्वर्गबाट इन्द्रले पठायो हो कहाँ ल्यायो यो पढेया छैन उद्योग छैन धन्दा छैन पेशा छैन व्यापार छैन योग्यता छैन क्षमता छैन काम केही गर्दिन के गर्छु दिनभरि भाषण गर्छु दिनभरि राजनीति गर्छु भन्छ अनि पैसा घर आएर करोड करोडका गाडी अरब अरबका चाहिँ नि सम्पत्ति कहाँ प्राप्त हो एउटा त्यो छ दुर्दशा अर्को चाहिँ ठ्याक्कै तिम्रो सम्पत्ति कति छ भनेर अहिले सोध्यो भने छैन भन्छ के पनि छैन बिरामी भयो विदेश उपचार गरेर पुग्छ स्वाहानै छोराछोरी जम्मै चाहिँ नि विदेशमा पढाउँछ अनि सम्पत्ति चाहिँ गाडी चढ्छ गजबकै घर गजबकोमा बस्छ यो घर कसको नि साथीले बस्न दे कस्तो साथी रहेछ त्यसको यो साथीले बस्न दे गाडी कहाँ ल्यायो भने एउटा दिएको हो भन्छ हो भ्रष्टाचार त्यही हो मान्छे पारदर्शी हुनु पर्यो पारदर्शी नभएको मान्छे प्रधानमन्त्री बन्न नपाइने तिम्रो आम्दानीको स्रोत देखाउ कान्छा त्यो आम्दानीको स्रोत अनुसार तिमी पदमा बस्न पाइने जत्रो आम्दानी छ त्यत्रो खर्च गर्नु पर्यो नि आम्दानी छैन खर्च चाहिँ अरबपतिको जस्तो यो प्रकारका कुरा आयो त्यसकारणले सम्पत्ति छानबिन हुँदैन गर्न सक्नुहुन्न तपाईले अब के गर्ने अब मैले गरेर हुँदैन बास्तोला कमरेलले गरेर हुँदैन कसले गर्ने त्यसो भएको होला अब आयो तपाईको अर्को उहाँले भन्नुभएको छ एउटा मैले बुझ्दै नबुझेको कुरा पनि छ यहाँ नागरिकको सम्पत्तिको पुनः वर्गीकरण गर्ने भने त्यो के भने हो त्यो उहाँले व्याख्या गर्नु होला मैले बुझेन त्यो नागरिकको सम्पत्तिको पुनः वर्गीकरण गर्ने अब त्यसो भएको हुनाले मेरो अन्तिममा एकमात्र उपाय हो चुनावमा न्याय जनताले गर्ने राजनीतिमा सेवा प्रतिनिधिले गर्ने नगर्ने प्रतिनिधि जनताले बदल्ने यो सिद्धान्त अवलम्बन गर्न सकिन्छ कि सकिँदैन नम्बर 1 बडो गाह्रो छ त्यो दोस्रो दल छाडेर पद पद छाडेर दल दल र पद मध्ये एक छाड्नु पर्ने नेपालको प्रधानमन्त्री भन्छ
हेलिकप्टर नेपालको पैसाले चढ्छ, दौरा सुरुवाल नेपालको पैसाले लाउँछ, जनतालेको काम चाहिँ गर्न उसको राजनीतिक दलमा जान्छ, दिनभरि दलको काम गरेर आउँछ। त्यस्तो मुलुक कसरी विकास हुन्छ? त्यो त नेपालको प्रधानमन्त्री, त्यो त नेपालीको प्रधानमन्त्री, त्यो कुनै दलको प्रधानमन्त्री होइन। यस्तो व्यवस्था, दल छाडी पद, पद छाडी दल, दल वा पद मध्ये एक छाड्नुपर्ने, यो सिद्धान्त अवलम्बन गर्न सक्छ कि सक्दैन? गर्छु भने पलले त सकेका छैन, राष्ट्रपतिले गर्छु भने त गर्न सकेका छैन उसले, सभामुखले, नेपालका सभामुखहरू, नेपालका राष्ट्रपति उपराष्ट्रपतिले त सकेनन्। अब गर्छु सोझै व्यवस्थै चाहिँ त्यसरी ल्याउनु, यो सबै आमूल परिवर्तन, ड्रास्टिक चेन्ज नहुन्जेलसम्म भ्रष्टाचार निर्मूल हुँदैन, नियन्त्रण हुँदैन। त्यसकारणले यो कार्यक्रम राम्रोसँग नेकपा बहुमत पार्टीले गर्नुभएछ, यो विषय छान्न पनि सक्नुभएछ। यतिसम्म कुरा जनता त पुग्ने भयो नि, एकचोटि फर्र पुर्याएछ। यतिसम्म कुरा भन्न पाउने, सुन्न पाउने सम्म पाइयो। निरङ्कुश राजतन्त्र, ज्ञानेन्द्रको शासन भाव है, यति बोलेपछि ज्यान गयो, मेरो ज्यान यी व्यवस्था हुन्थ्यो। त्यतिसम्म नहुने व्यवस्थासम्म ल्याइयो। अब भ्रष्टाचार मुक्त व्यवस्था ल्याउनको निम्ति अगाडि बढौँ, यही मेरो कामना छ। धन्यवाद। भ्रष्टाचारको मुद्दा चलिरहेका व्यक्तिलाई जबरजस्ती महानगरको चाहिँ कार्यकारी उसमा लगियो, प्रशासकीय अधिकृतमा हिजो बलजफ्ती गरेरै कर्मचारीहरूले भित्र लगे, यी विषयमा तपाईँको के बुझ्छ? अब यसमा दुईटा तिनवटा कुरा छ हेर्नु, जे बोले पनि मान्छेले गाली गर्छ हेर्नुहोस् आजकल। एक थरीले मलाई गाली गर्दा के भन्छ भने 17,000 भन्छ, अब होइन, एक थरीले फलाना झोलले भन्छ। जे भने पनि यसमा दुईटा कुराको सिद्धान्त छ। नम्बर 1, कुनै पनि व्यक्तिलाई कुनै पनि मुद्दा चल्दैमा त्यो व्यक्ति अपराधी हुँदैन, यो सिद्धान्त हो। कहिले अपराधी हुन्छ? अदालत वा सक्षम अदालतबाट अन्तिम फैसला भएपछि त्यो अपराधी हुन्छ। त्यसकारण मुद्दा चल्दैमा चुनाव लड्न पाइँदैन, मुद्दा लड्दैमा जागिर खान पाइँदैन, मुद्दा पर्दैमा केही काम गर्न पाइँदैन भने चाहिँ अलि मिल्दैन। अब यसो भन्दा चाहिँ लहर बालनको सपोर्ट गर भन्ने हो। मैले बालनको सपोर्ट गरे होइन, सिद्धान्तको कुरो गरे। अब दोस्रो, त्यसलाई के मुद्दा लागेको छ मलाई थाहा छैन, मलाई राम्रो थाहा छैन होइन, तर मुद्दा लागेपछि उनी आफैले म त्यो पदमा बस्दिनँ, म त्यहाँ जान्न, मलाई एउटा निश्चित ठाउँमा जहाँ मैले बजेट धेरै खर्च गर्नु पर्दैन त्यस्तो ठाउँमा राखिदिनुहोस् न प्रभु भनेर ओलीज्यूको सरकारलाई भने भए हुन्थ्यो र त्यही बस्या भए हुन्थ्यो। यो त गर्नु भएन। त्यसकारणले यहाँ गलत कुरा त्यो कारणले भयो, जानै नमिल्ने भन्ने भयो। तर प्रश्न चाहिँ जनप्रतिनिधि बालेन शाह जनप्रतिनिधि काठमाडौँका सम्पूर्ण जनताले जिताएर पठाएको प्रतिनिधिले चाहिँ इन्कार गरेको कुरा कर्मचारीले जबरजस्ती राखे, त्यो विषयलाई तपाईले हो। यसमा दुईटा कुरा छ। कर्मचारीले जबरजस्ती मात्र राखे भए अलिकति फेरि एउटा कुरा हुन्थ्यो। यहाँ मैले सुने अनुसार है, मलाई नि यसमा धेरै चासो भएको विषय छैन, थाहा भएको विषय सुने अनुसार काठमाडौँकै जनताले जिताएको आर्की एउटी छिन्नीको हो, छिनचिनले पनि होइन यसैलाई राख्नुपर्छ भनिन् रे। अब दुइटै काठमाडौँकै जनताले जिता, यस्तो झगडा भयो। यसमा त्यो मान्छे बाहेक अरू मान्छे हुन सक्थ्यो नि, तिनको जागिर खोज्न नि हुँदैन, तिनलाई दोषी भन्न नि मिल्दैन। अहिले त्यो थपलिया कि के होइन, के अरे गुरागाई, तिनलाई दोषी हुन् भन्न नि अहिले मिल्दैन, तिनको जागिर खोज्न पनि मिल्दैन। तर तिनलाई निश्चित ठाउँमा राखेर त्यहाँ अर्कै मान्छे पठाइदिए भए दुइटैको कुरा राम्रो हुन्थ्यो नि होइन। त्यसकारणले अब निर्वाचितको कुरा गर्दा प्रमुख र उपप्रमुखको कुरा पनि वडा अध्यक्ष नि मिसिया छन् अरे। अब हामीले राजनीतिक विरोध गर्ने भए यसो भन्दै हुन्छ, राजनीतिक विरोध, यो मैले त सिद्धान्तको कुरा गरेँ। त्यो त बालनले भने क्या अरे, यो बहुमतको दम्ब, 2/3 दम्ब, भ्रष्टाचारीलाई खम्बा बनाएर पठायो, त्यो उहाँले भनिसक्नुभयो क्या अरे होइन। त्यसकारणले मैले यसमा यो भन्दा बढ्ता बोल्नु परेन होला।